सबैमा नमस्कार। म आज यस्तो एउटा भिडियो बनाएको छु। यो राधाकृष्ण टोल विकास समिति दुर्पिघाट कुमारी ब्याङ्क हुँदै यहाँ भगवती विश्राम स्थल हुँदै म यो जीवनदान मन्दिर विद्यालयको गेट हुँदै आज मैले एउटा यस्तो भिडियो बनाएको छु। ओझेलमा परेको राधाकृष्ण मन्दिर। यो राधाकृष्ण मन्दिर धेरै पुरानो यस कालीगण्डकी गाउँपालिकाकै एउटा पुरानो प्रसिद्ध मन्दिर हो। यहाँ धेरै किसिमका मेलाहरू पनि लाग्छ। जुन मेला यहाँका स्थानीयहरूलाई एउटा मनोरञ्जन, एउटा आफ्नो संस्कृति जगाउनेमा उत्प्रेरित गरेको हुन्छ। र आज म त्यही मन्दिरको एउटा सानो भिडियो बनाउँदैछु। ओझेलमा परेको यो राधाकृष्ण मन्दिर र गेट हेर्नुहोस् यस्तो छ। हेर्नुहोस् त गेट यस्तो छ। यहाँ कसैको ध्यान गएको छैन। हेर्नुहोस् है, न सङ्घीय सरकार, न प्रदेश सरकार, न स्थानीय सरकार। अनि यस्तो जीर्ण अवस्थामा छ। हेर्नुहोस् है, यस्तो जीर्ण अवस्था छ। यस्तो छ, हेर्नुहोस्। यसमा कसैको नजर गएको छैन। कृपया मानिसहरू यसलाई एउटा जीर्ण अवस्थामा भएको राधाकृष्ण मन्दिरलाई पुनर्निर्माण व्यवस्थापन गर्नको लागि माननीयजीहरू अनि स्थानीय सरकारले केही रकम छुट्याइदिनु भयो भने राम्रो हुन्थ्यो। अनि सबै जीर्ण छ। यहाँ पूजा गर्न आउनुभएको छ भर्खरै। नियमित पूजा हुन्छ हाम्रो यहाँ। शिवराई आउनुभएको छ, नियमित पूजा भइरहेको छ। र सबै जीर्ण छ क्या। यसको लागि सहयोग गरिदिनु न, हामी आर्जै गर्न गएको छौँ है। यस्तो अवस्थामा छ राधाकृष्ण मन्दिर। कालेबुङ नदीको तीरमा छ है राधाकृष्ण मन्दिर। सम्बन्धित निकायको ध्यान जानुहोस् है। यो मन्दिरको लागि केही रकम छुट्याइदिनु हुने अनुरोध छ है।
यसरी हामी यहाँ फेरि पूर्तिघाट बजार आइयो मन्दिरबाट। यस्तो अवस्था छ हाम्रो मन्दिरको, हेर्नुहोस् साह्रै जीर्ण भयो।